हेलो गाइज, म चाहिँ यहाँ हामी बसेको ठाउँ हजुरलाई यसो यो ब्लगबाट यसो देखाउँ कि भनेर सोचेको। बाहिर चाहिँ अहिले हिउँ परिरहेछ। हिउँ अहिले रोकिएको छ, तर अघि बिहानसम्म परिरहेको थियो, तर अझै चिसै छ। अनि देख्न सक्नुहुन्छ छतमाथि पुरै सेतो छ। मैले चाहिँ मेरो गोप्रो अहिले चेस्टमा माउन्ट गरिसकेको छु। अब बाहिर साइक्लिङ गर्दाखेरि चिसोले फेरि हात कक्रिन्छ भनेर चाहिँ म ग्लोभ्स पनि लगाउनु पऱ्यो भनेर सोचेको। -1 त्यस्तै उयो छ अहिले। अनि यो चाहिँ ठ्याक्क हाम्रो यहाँ न्यु इयर स्टार्ट भएपछि हिउँ पर्नु थालेको। पछाडि यस्तो छ अहिले हिउँ। ल यस्तो जमेको छ। वाइट यो त पहिलाको भन्दा खतरा भ्यू हो। हजुर बाटो यस्तो छ, साइकलको बाटो चाहिँ यहाँ साइकलको बाटो चाहिँ क्लियर गराएको छ। अहिले बाटो पुरै सेतो छ। कस्तो देखिरहेछ होइन? गाडीभरि जमिरहेछ। यो चाहिँ हाम्रो घर छेउको पार्क जाँदैछु म अहिले। बाटो यस्तो छ। हिउँमाथि चाहिँ चिप्लिँदैन होइन, आइसमाथि मात्रै चिप्लिन्छ। हाम्रो घर नजिकको पार्क यो हो। यसमा पुरै सेतो भइरहेछ। ल पुरै टायर पुरै भाँसेको जस्तो छ। त्यो छैन, माउन्टेन बाइक यतिकोमा केही नै हुँदैन। है चिसो भयो कानमा, कति साह्रो चिसो। धन्न मैले ग्लोभ्स लगाएको कारणले चाहिँ हातलाई चाहिँ त्यस्तो केही भएको छैन। पार्क छ यहाँ, साइकलमा यो बाटोमा चाहिँ म हजुरहरूलाई यसो यहाँ हाम्रो यो गाउँको बाटोहरू हल्का घुमाएर देखाउँछु। गाडी आएको छैन।
छतमा चाहिँ पुरै हिउँ जमिरहेछ। यो पालि चाहिँ लास्टै हिउँ परेको होइन, यस्तो यत्तिको साह्रो चाहिँ देखाएको थिएन। बाटो यस्तै छ। चाहिँ अघि जहाँबाट निस्केको त्यो आइपुग्यो। यहाँबाट हामी लेफ्टतिर जानु पर्ला, राउन्ड अप पढायो। गाइस बाटो हिउँ पर्दाखेरि ओहो पुरै यहाँ रहेछ यो। इकोमै राखेर कुदाउनु पर्ने हुन्छ। अहिले चाहिँ भर्खरै 5 बज्नु लाग्यो, अनि त्यही नि 5 बज्नु लाग्दाखेरि पनि यस्तो अँध्यारो हुन थालेको छ होइन अहिले जाडोले गर्दाखेरि चाहिँ दिन अलिक छोटो हुन्छ, अनि गर्मीकोमा चाहिँ 10 बजेसम्म घाम लाग्छ। यो चाहिँ ट्रेनको लिक आयो। अब ट्रेनहरू एकछिनतिर देखिन्छ होला गाइस होइन, म भिडियोमा यसो देखाउँछु। कुदेको बेलामा यसो भिडियो गरेको बेलामा आयो भने म देखाउँछु। हामी एउटा लेफ्टतिर जाउँ। कस्तो दामी बाटो देखिरहेको छ अहिले, बाटो खतरा छ। रुखहरू चाहिँ सबै त्यो हुन्छ नि, प्रायः जस्तो रुखहरू चाहिँ खाली टाइपको देखिरहेछ यो जाडोले गर्दा। ट्रेनको घन्टी सुन्नुभएको छ, हाम्रो त्यो भर्खर ट्रेनको लिक क्रस गराएको थियो नि, त्यो ठाउँबाट चाहिँ अहिले ट्रेन जानु लागेको जस्तो छ। यहाँ ट्रेनको यो ब्यारिकेड बन्द हुन्छ, अनि ट्रेन क्रस गरेपछि मात्र अनि त्यो खोलिदिन्छ। अब चिसो भएर जान्छ फेसमा। अरू कुनै ट्रेन आउनु लागेको जस्तो छ, त्यो रातो खोलेन।
लेफ्टबाट आइरहेको छ यतातिर छिरौँ होइन पनि सिधो रहेछ रोडतिर रोडको मार्किङ्सहरू केही नि देखाएको छैन यो भित्रको बाटोमा त्यही मार्किङहरू चाहिँ छैन होइन पार्क भएको ठाउँतिर पुरा जानु पर्ला अनि त्यहाँबाट अनि यता घरतिर फर्किनु पर्ला राइटबाट गाडी आएन जाउँ चिसो आइरहेछ चिसो हुन थालेको कस्तो नखोल्दैन लक्ष्मी बिस्तारै कुदाउनु साइकलको बाटो रहेछ त्यो मेन बाटोबाट यहाँ कनेक्ट भएको रहेछ मैले त्यस्तो लाग्यो यहाँ साइकलको ब्लू देखायो नि त त्यो यो भने ब्लू भनेको साइकलको यो देखायो भने चाहिँ यो साइकलको लेन यतापट्टि छ भनेर भनेको होइन मान्छे यस्तो चिसोमा पनि रनिङ हालिरहेको छ
यस्तो हात दिनुपर्छ होइन पहिला क्रस गर्नुभन्दा अगाडि अनि मात्र लेफ्टतिर काट्नुपर्छ। यति अघिको पार्क हो सिधै छ पुरै चिसोले होइन। यो अग्निको त्यो अघि नै हामी जहाँ आएर फर्केको थियो ठ्याक्क त्यहीँ आइपुग्यो अग्निको ठाउँ त्यो फुटबलको खेल्ने ठाउँ। मैले चाहिँ यसो एक राउन्ड हानेर आएको क्या हाम्रो ठाउँको। म चाहिँ अहिले यो बेल्जियमको हासेल भन्ने यो ठाउँमा बस्छु। हासेलको चाहिँ केरेन्ट भन्ने ठाउँ हो अनि त्यही हो। अघि हामी यहाँबाट यस्तरी गएको थियो आउँदाखेरि चाहिँ यस्तरी आएको थियो साइकलको उयो रहेछ। हाम्रो यहाँको पार्क चाहिँ यही हो। सो झुन्डिने टाइपको ह्याङ्गिङ गर्ने खालको ठाउँ छ। यता बास्केटबलहरू खेल्ने भयो यो। त्यसपछि यहाँ भलिबलको रहेछ नेट। जम्पिङ गर्ने खालको एउटा के छ। यहाँ पिङहरू छ हल्का। यतापट्टि चाहिँ त्यो के भन्छ हो यसलाई यो त्यो जिप लाइन टाइपको छ बसेर कुदाउने खालको बच्चा बच्चीहरूको लागि फुटबल खेल्ने उयोहरू छ। धेरै चिसो भयो अब राति भएपछि त्यस्तो राम्रो पनि देख्दैन होइन। त्यही भएर अब घरतिर हिँडेको देख्नुहुन्छ कस्तो छ यहाँको अहिले हालत रोडको।